जिन्दगी अनुभव नै अनुभवहरूको सङ्गालो हो। आफू पहिलो पटक रुँदा आमा पहिलो पटक हाँसेको दिन, त्यो दिन हो हामी जन्मिएको दिन। नाइ भने हाम्रो मुहारमा देखिने निराशापनले आमाको मन हामीलाई भन्दा पहिले नै पोलिसकेको हुन्छ। यसैले त भन्ने गर्छौँ नि, आफूलाई जन्म दिने जन्मदाताहरू भनेका भगवान हुन् भनेर। आफूलाई जन्म दिने आमा बाबालाई भगवान भनेर पुज्ने समयबाट आमा बाबालाई वृद्धाश्रम छोडेर आफू परदेशको पियार समाउँदै उतै रमाउँदै गरेका छोराछोरीहरू पनि नदेखेका भने होइनौँ। देशको चरम बेरोजगारीको कारण आफ्नो जन्मभूमिबाट निकै लामो दूरीमा रहनु भए तापनि आफ्नो माटो र आफूलाई जन्म दिने आमा बाबालाई कहिल्यै अपहेलना नगर्नु है परदेशी साथीहरू। जिन्दगीका अनगिन्ती उतार चढावहरूमा यी पाइलाहरू थरथराउँदै लरबराउँदै भए पनि अघि बढाउन चाहिँ छोड्नु हुँदैन रहेछ। जीवनमा अनेकन उतार चढावहरू त सबैलाई आउँछ, तैपनि नि बिरामीले च्यापेर बिस्तारामा एक गिलास तातो पानीको सहारा खोज्दा पनि तिमीलाई कस्तो छ भनेर सोध्नसम्म नभ्याउने आफन्तहरूको भिडमा हुर्किएर होला। मलाई आफन्त नामको साइनो निकै परको साइनो हो जस्तै लाग्छ। समय हो परिवर्तन त भइ नै हाल्छ। यही परिवर्तनको सिलसिलामा म आफूलाई पनि परिवर्तन गराउने कोसिसमा छु। ससाना कुरामा मन दुखाउँदै मध्यरातसम्म आँसु झार्दै एक्लै कोठामा बस्ने मलाई अब सानातिना वचनहरूले मन नबिजाउने बनाउनु छ। चिन्ता एक किसिमको रोग हो। चिन्ताले मानिसलाई जिउँदै चितातर्फ धकेल्छ भन्ने थाहा छ र पनि त मान्छे चिन्ता नलिई कहाँ बस्न सकिन्छ र। जीवनमा सबै कुराले भरिपूर्ण त को नै पो हुन्छन् र है। हरेकको जिन्दगीमा अनेकन दुःखहरू त आइ नै रहन्छ, तर त्यो दुःख अनि कष्टहरूलाई एकैछिन साइड लगाएर आफ्नो लागि सोचेर हेरौँ त। जीवनमा आइपर्ने दुःख सुखहरूको साथी सहारा जे भने पनि आफू बाहेक अरू कोही हुनै सक्दैन। आफूलाई जबसम्म बलियो अनि दरिलो बनाउन सक्दैन तबसम्म आफ्ना वरपर घुम्नेहरू भनेका बस सहानुभूति प्रकट गरेका झैँ गर्ने मात्रै हुन्छन्। आफूलाई यति बलियो बनाउनु मन छ ताकि ससाना कुराहरूले कहिल्यै आफूलाई विचलित नबनाओस्। मन भन्ने कुरा दुख्दै नदुखोस्। चिन्ता साइडमा लगाएर आफूलाई एक मुस्कान छुट्याउन सकियो भने अरू केही होला नहोला जिन्दगी भने सुन्दर रहन्छ सायद। यही कुरालाई आत्मसात गर्दै अघि बढ्ने कोसिसमा रहेकी म। हेरौँ जीवनले कतिसम्म साथ दिनेछ। Thank you so much for watching guys. Bye bye. Take care.